आज चाहिँ हामी यता खैसियातिर जाँदैछौँ। दाइ हुनुहुन्छ ए राम्रोसँग भएको छैन नि कति वर्ष त्यो अब पहिल्यैदेखि भन्नुपर्छ नि। आज चाहिँ खोइ कतिको आउँदो रहेछ हेर्नु। तर क्यामेरा चाहिँ राम्रै दिन्छ होला यसमा। सामसङमा चाहिँ राम्रै हुन्छ। स्यामसङमा राम्रै हुन्छ। जापान सिटी यतातिर हामी चाहिँ अब अहिले चाहिँ खैसियामा जान लागेको छु। यता देख्न सक्नुहुन्छ अगाडि चाहिँ दाइ हुनुहुन्छ। हामी चाहिँ अब यहाँतिरबाट अब कामको लागि निस्किँदैछौँ। यहाँबाट त्यस्तै 4 मिनट जति लाग्छ। यता चाहिँ आकिता सिटी हो। यता देख्न सक्नुहुन्छ बिजी छ यहाँतिर चाहिँ अहिले चाहिँ कामको लागि जाममा रहेछ है अहिले चाहिँ। तिर आइपुग्नु लागेको छ अहिले चाहिँ बाटो क्रस गरेर मेरो चाहिँ फर्स्ट डे आज फर्स्ट डे मेरो चाहिँ काम पैसा चाहिँ अब हामी आइपुग्नु लागिसक्यो। कम्पनी काम गर्ने ठाउँको आइपुग्नु लाग्यो। यतातिर चाहिँ अब अटो के भन्दाखेरि सर्भिस सेन्टर होइन भाइ कारको त्यो पाङ्राहरू बनाउने टायरहरू बनाउने रहेछ है। अहिले चाहिँ हामी खैसियामा पुग्नु लागि काम गर्ने ठाउँमा पुग्नु लाग्छ। यहाँ चाहिँ अहिले चाहिँ रेस्टुरेन्ट है रामेन या यहाँ चाहिँ म काम गर्ने ठाउँ हो। यता चाहिँ आइपुग्नु लागिसक्यो। यहाँतिर चाहिँ अब पार्किङ गर्ने ठाउँ रहेछ। ल अब पुगेपछि भर्खर सुरु तयारी चाहिँ कति बजीसम्म हुन्छ? तयारी हुन्छ नि सबै तयारी भएर बाहिर निस्किन्छ नि त्यो झन्डा कस्तो निकाल्छ होइन? कति बजे? 11 बजी नै आइसक्यो हुन्छ। तयारी भइसक्यो हुन्छ भित्र सबै रेडी हुन्छ। जुन बिहान 9 बजीबाट हुन्छ सुरु। ए 9 बजी आएको छु नि त जुन बिहान। हजुर। ल हामी चाहिँ अब यता रेस्टुरेन्टमा आइपुगिसकेको छ। रामेन सपमा आइपुगिसकेको छ। अब भित्र जाँदैछु अब। हजुर यता पो हो जुत्ता राख्नु? चाहिँ यहाँ एक ठाउँमा राख्यो माथि राख्नु हुन्छ। ए यहाँ चाहिँ जुत्ता राख्ने ठाउँ रहेछ। भित्रै ठाउँ छ। जाँदैछु फर्स्ट टाइम अब। ए सुखाना यहाँ चाहिँ काम गर्ने ठाउँ रहेछ। अब हामी यता आइपुग्यो दाइ। यो चाहिँ स्टोर रुम रहेछ। यहाँ चाहिँ यहाँ झोला राख्ने। टाउकोमा कस्नु तल लगाउने। टोपी त लगाउन मिल्दैन। ल यो 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 ऊ पनि दिनुपर्छ होइन? त्यो माथि ज्याकेट खोल्यो ज्याकेट लगाउने होइन न्यानो हुन्छ भित्र। के हो यो भित्र हाल्दैन हुन्छ हालिदियो चाबी लाउनु पर्दैन कि त्यो लगाइने हुन्छ नलगाइने हुन्छ त्यो लगाउनु मन लाग्यो लगाएन त त्यतिकै छ मोडल किनेको लगाइएको हुन्छ। मेरो छ माथि राख्छ 57 भइसकेको छ छिटो लगाएन ल हुन्छ अब यति नै गरौँ। यो चाहिँ अब काम गरेर अब खाजा खाँदैछु। यो चाहिँ हाम्रो रामेन सब। फोटो खिच्यो हुन्छ खिच हाम्रो सप यता हो। यता चाहिँ हामी अब खाना खाएको
काम भन्ने ठाउँ चाहिँ यता काम गर्ने ठाउँ चाहिँ यता हो हाम्रो अनि यो चाहिँ रामेन सपमा काम गर्दैछु म चाहिँ आज फर्स्ट टाइम काम गरेको भोक लाग्यो अब खाना अलिकतिको चाहिँ मस दाइले बनाएको दाइले बनाउनु भएको अच्छा दाइले बनाएर दिनुभएको अनि चाहिँ अब यहाँ खाँदैछु इतादाकिमास ल है खाए त हामीले होइन कतिको रहेछ टेस्ट गरिरहनु पऱ्यो आमामा यो चाहिँ बुदानीको हाई इतादाकिमास हाई अब कस्तो कस्तो हुँदो रहेछ फर्स्ट टाइम खाँदाखेरि चाहिँ ल इतादाकिमास खायो है अब खाएपछि ल कर्फ्यू के अब ब्रेक टाइमको लागि हामी यहाँबाट निस्किन्छौँ यो सय रामेन सियो रामेन खाएको सय रामेन खाएको कति मन सिकाइदिस् नै एकदमै फरक रहेछ ए म त अहिले चेन्ज गर्न लाग्यो यार 2 घन्टा ब्रेक भएर अब यहाँ हजुर त्यो गरेको तिमीले क्यु किन हेऱ्यो अब त कसरी कति 4 घन्टा बेला उभिनै छ हान्नै छ फेरि काम अहिले खुट्टा दुख्यो भन्छ तिमी यस्तो पाएर कता खै त मेरो जुत्ता ए त्यतै है यही जुत्ता लगाएर गएन हुन्छ किन हुन्न मैले उतै राखेको थिएँ है पछिल्लो बेर त्यहाँ जाँदा लगाएर गयो हुन्छ अब अहिले रुममा यो जुत्ता लगाएर गयो हुन्छ त्यहाँ सामान किनेर लगेर तर त्यहाँ लाउँदै गएन हुन्छ ला यो यहीँ राखिदिने होइन झोला लिएर हिँड त्यो झोला के हालेर लान्छ तिमी ए त्यहाँबाट त्यो चिकन र अन्डा किनेर त्यहाँ हालेर लैजानु अब यहाँबाट केको लागि निस्किँदैछौँ अलिक भ्याटभुट हुन पर्यो हो यस्तो भएन मलाई हेर न म कस्तो हान्छु म एकैछिनमा म कुदी म यता नि भ्याइदिन्छु उता नि भ्याइदिन्छु कि ल हो नि हान्नुपर्छ कि अहिले चाहिँ किन भन्दैन अलिक दिन चाहिँ अलिक पछि चाहिँ अवश्य भयो भन्छन् फेरि हजुर सुरुमा केही नि हुन्न काम सिक्नुपर्छ होइन पछि त फास्ट हुनुपर्छ कि फास्ट हुनुपर्छ भन्छ ल मैले फास्ट पनि हान्नुपर्छ नि ब्यागै ल्याएन कि आज पर्स चिन्ता अब चाहिँ अब यहाँ ब्रेक टाइम 2 घन्टा छ अब यहाँ सपिङ गरेर चाहिँ अगाडि गर्छौँ यहाँतिर भिडियो गर्न मिल्छ होइन मिलिहाल्छ नि होइन सपिङ गरेर सपिङको लागि तरकारीको लागि हामी चाहिँ भोलिसम्म मात्र के हो यिनीहरू सबै हो यो पनि 3 महिना खसला 9 सम्म छ खस्यो भने हामीले 3 वर्ष कि उनीहरू 3 वर्ष कहाँ हाम्रो 3 वर्ष खसाउने मान्छेले 4 सम्म रहेछ यो 9 सम्म एउटै हो कि तरकारीहरू के लाने यिनीहरू त धोए त्यो उ गरेर सबै त्यो के भएको हुन्छ सुकुटी जस्तो भएको हुन्छ अनि भिजाएर खाने हजुर अरू त
क्यामेराहरू लगाएको के छ छैन। अरू के लिनुहुन्छ त? होइन तिमीलाई ससेजहरू साकाना माछा त्यो झोलामा अट्छ नि अट्छ अट्छ जस्तो अट्छ यति रहेछ। पैसै लिएन चाहिँ मैले पर्दैन के टेन्सन मानेको आइडिया लाग्यो कि मैले खोजेर पैसा दिएर नआउँछ भनेर आइडिया लाग्यो कि よろしければ確認ボタンを押してください。お釣りとレシートをお受け取りください。ご利用ありがとうございました。 अब सिक्छ म काम गर्दै हामी चाहिँ अब ब्यागमा सामानहरू किनेर यहाँ हालिरहेको छौँ। ओके ओके देश मासु हामी चाहिँ अब रुम जाँदैछौँ। कतिको बजी छ? 4:30 भइसकेछ। नवीन दाइ हुनुहुन्छ त एकदम हामी चाहिँ सँगै अब बस्ने सँगै काम गर्ने। हाम्रो चाहिँ काम गर्ने ठाउँ चाहिँ यता सँगै चाहिँ भित्र हो। अघि भर्खर हामी रामेनी खायो। यतातिर चाहिँ अब खतरै छ। अहिले चाहिँ चिसो भएर छ अलिकति यस्तै चिसो चिसो मौसम छ यस्तै। यहाँबाट हाम्रो अब रुममा जानु चाहिँ यस्तै 4-5 मिनट लाग्छ हिँडेर। हामी अब रुमतिर जाँदाखेरि चाहिँ यहाँ बिहान चाहिँ हामी बाटोमा आएको थियो। अहिले हामी फर्किँदैछौँ। एकछिन आरामको रेस्टको लागि चाहिँ रेस्ट बसिरहेको छ। हाम्रो 2 घन्टा रेस्ट हुन्छ 4 बजीदेखि 6 बजीसम्म। अहिले हामी फर्किन्छौँ। बस आज चाहिँ रुममा जाँदैछु। हाम्रो रुम देखाउँछु है त अहिले एकछिन म रुम देखाउँछ हाम्रो। बिहान रुम देखाएको थिएन चाहिँ त अब रुममा आइपुग्नु लागि यता भित्र छिर्नुपर्छ। हामी चाहिँ अलिकति यो चोकबाट चाहिँ हामी अलिकति अब 5 मिनट जति हिँड्नुपर्छ। त्यहाँ हामी काम गर्ने ठाउँबाट चाहिँ यहाँ आइपुग्नुलाई चाहिँ त्यसै 5 मिनट जति लाग्छ। यहाँ चाहिँ चिसो चाहिँ चिसै हुँदो रहेछ है। बेलुका र बिहान चाहिँ चिसै। चाहिँ हामी अब फाइनली यता आइपुग्यो। बिहान त यहाँ सिलिन्डर ग्यास भरिरहेको थियो। ग्यास सकियो जस्तो छ। हामी बस्ने घर चाहिँ यही हो। अब हामी यहाँबाट माथि जाँदैछु रुममा एकछिन आराम गरेर।
हामी चाहिँ यहाँ निस्किँदैछ यहाँ हामी बस्ने चाहिँ यता ल हुन्छ दाइ एकछिन रेस्ट गरौँ बस्ने घर चाहिँ यही हो यता चाहिँ किचन र यता चाहिँ दाइ बस्नुहुन्छ र म चाहिँ उतापट्टिको कोठामा ल अब फेरि हामी 6 बजीतिर कामको लागि निस्किन्छौँ मेरो रुम फाइनली आइपुग्यो गाइज यता म चाहिँ बस्ने यता हो ल अब नेपालको झन्डा यहाँ फरफराउँदैछ यहाँ राखेको छ बस्ने यो यतातिर छ सामानहरू राख्ने ठाउँ छ यतातिर छ यस्तो छ हो होला यहाँ यतिकै राखेको छ यहाँतिर यतिकै छ यसरी सामान राख्ने ठाउँ चाहिँ तल पनि छ माथितिर पनि छ होइन देख्न सक्नुहुन्छ अब एकछिन म आराम गर्छु त्यसपछि त्यस्तै 6 बजीतिर फेरि काम गर्न निस्किन्छौँ बाहिर भ्यू चाहिँ बाबालाई छ यहाँतिर चाहिँ शान्त छ क्या ल फेरि भेटौँ ल आराम गरेको एकैछिनमा रात परेछ झन्नै सुतेको हुन्थ्यो अहिले चाहिँ म छिट्टै उठिसकेको छु यहाँबाट छिट्टै लाग्यो अब कामतिर लाग्दैछु अब रात परिसक्यो हस् हुन्छ अब भरे त्यही काम सकेपछि हामी भेट्नेछौँ कस्तो भयो आजको काम भनेर यता हामी अब पसलमा यता रामेन सपमा पुग्न लागिसक्यो धेरै अब बेलुका हाम्रो चाहिँ बिहानदेखि बेलुका 10 बजीसम्म त्यस्तै अब लगभग हाम्रो कति त्यस्तै 12 घन्टा जस्तो सबै गरेर है क्यु सँगै सायद 9 घन्टा काम मात्रै 9 घन्टा अनि 2 घन्टा क्यु है हामी चाहिँ यो काम गर्ने चाहिँ यता अब अहिले चाहिँ राति 6 बज्यो अब 6 बजीदेखि हामी सुरु गर्नुपर्ने हुन्छ यहाँ काम अब राति चाहिँ अलि मान्छे भिड हुन सक्छ भन्ने चाहिँ अनुभव छ बस कारहरू जाँदै रहेछ हामी काम गर्ने चाहिँ म काम गर्ने चाहिँ यही हो अब यहाँबाट भित्रबाट गएर चाहिँ अब काम गर्नेछौँ र भरे बेलुका भेट्नेछौँ हामी फर्किने बेलामा भरे बेलुका भेट्नेछौँ गाइज अब यहाँबाट कामबाट फर्किएको अब फर्किँदैछु रुममा जाँदैछु अहिले चाहिँ अब 10:30 हुन लाग्यो 10:30 सम्म चाहिँ हान्थ्यो है अहिले फर्किँदैछु त्यही हो हात दुख्यो ढाड पनि दुख्यो अलिअलि खुट्टा चाहिँ दुख्यो जाँदैछु यहाँतिर म चाहिँ रुममा आइपुगिसक्यो र रुममा चाहिँ अब खाना बनाएर खानुपर्ने हुन्छ यस्तै छ परदेशीको ठाउँ चाहिँ है त्यही हो आजलाई यति नै गरौँ होइन भर्खरै आइपुगेर फ्रेस भएर बसिरहेको छु त्यही छ हामी चाहिँ यतैतिर बस्ने म चाहिँ यहाँ हो दाइ उता बस्नुहुन्छ अब खाना बनाएर हामी चाहिँ तयारी गरेर छौँ खाना चाहिँ पाकिसकेको छ अब तरकारी बनाउनु बाँकी छ ल है अब भोलि भेटौँ ल भोलि है आजको ब्लग चाहिँ यति नै हो है